वेलकम ब्याक टु माई न्यू ब्लग गाइस। अनि आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ सबैजना। गुड मर्निङ। अनि आज चाहिँ फ्राइडे, गुड फ्राइडे। अनि त्यही भएर आज चाहिँ म स्कुल नगइकन चाहिँ अब असार लाग्यो नि त। असार लगेपछि अब यसो किसान त बन्नु पऱ्यो नि, होइन? अनि त्यही भएर चाहिँ म अब किसान बन्न आँटेको छु। सो हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो हुन्छ मलाई अब पहिलोचोटि। अनि मेरो हालत चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ डेन्जर छ है, म चाहिँ डेन्जर भएर बसेको छु। अनि त्यही हो, आज किसान चाहिँ के रोप्न जाँदैछु भन्दाखेरि म चाहिँ होइन आज कोदो रोप्ने, आलु खन्ने हुन्छ है। अनि त्यही भएर चाहिँ म आज स्कुल पनि जाँदिनँ आज, किनकि मोडेल के बनाउने छ स्कुलमा, त्यो भएको कारणले चाहिँ म नजाने, पढाइ पनि हुँदैन। त्यो भएर चाहिँ म चाहिँ आज चाहिँ घरमा कोही हुनुहुन्न, बोजू हुनुहुन्छ। बोजूले एक्लै काम लाउँदा भन्दा नि खानु त पऱ्यो त होइन, त्यही भएर खानु पऱ्यो। त्यही भएर चाहिँ मैले पनि गएर चाहिँ अब यसो आलु सालु खनेर होइन टक्क भरे बेलुका चाहिँ आलु खानुपर्ने हुन्छ। अनि मेरो एकचोटि जुत्ता चाहिँ हेर्न सक्नुहुन्छ है। लेट्स गो, बुटमा छु है। अनि म चाहिँ अब लाग्नुपर्ने हुन्छ। अलराइट गाइस, म चाहिँ हिँडिसकेको छु पछि कुटी बोकेर होइन। लेट्स गो। अनि आजको भ्यू पनि हेर्न सक्नुहुन्छ, एकदम बवाल छ। यस यस, तपाईँले भ्यू पनि हेरिसक्नु भएको छ। अनि अगाडि चाहिँ स्तूप पनि हेरिसक्नु भयो होइन। अब फेरि यत्रो ठुलो मान्छे भएर चाहिँ यत्रो सानो कुटी बोकेर हिँड्यो भनेर होइन। तर मैले कुटीले नै खन्ने हो क्या। मलाई अर्को ठुलो कोदाले त आरू छटछट छिनाउँछ भनेर कुटीले खन्यो नि त, चसक चसक भनेर। त्यही भएर चाहिँ होइन ठुलो कोदालीले खन्नु आउँदैन। हेर दाइ, सब यसको बढी म चाहिँ हिँडिरहेको छु अब चाहिँ। अनि सबैजना स्कुल गइरहेछन्, म चाहिँ गएको छैन। अनि म चाहिँ ट्र्याक 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 गरेर हिँडिरहेको छु। अनि यो क्याप चाहिँ ट्यापे ट्यापै भयो क्या है। अब एकछिनमा चाहिँ म माथि पुग्छु, हेर्दै गर्नु होला। सो अलराइट गाइस, म चाहिँ अहिले बारीमा आइसकेको छु। अनि देख्नु भइसकेको छ तपाईँहरूले होइन। सो हेर्न सक्नुहुन्छ हाम्रो बारी चाहिँ मकै ठुल्ठुलो भएर टेन्टेरेन पछि पछि आएर चाहिँ मकै पोलेर खानुपर्छ यहाँ हाँसेर होइन। अहिले चाहिँ ठुलो हुँदैछ नि होइन। कहाँ रोप्ने हो फेरि, म त कहीँ देख्दिनँ होइन। हो मलाई कहाँ रोप्ने, यहाँ रहेछ क्या। हो यतै हो, यतै रहेछ रोप्ने बारी होइन। अनि म चाहिँ एकदम एकदम हिँडिरहेको छु पुरै आलुबारी छेउछेउ पाराले। टेन्टेरेन लेट्स सी, हाम्रो बारी चाहिँ यहाँ छ। यही कोदालोहरू यहीँ रहेछ। अनि हामी चाहिँ कोदो हिजो बोजूले यति रोप्नु भएछ होइन। बोजू भने फेरि हजुरआमै नि फेरि कसो थाहा होला। अनि यति खन्दै रोप्नुपर्ने रहेछ यार। अनि हाम्रो उयसको नि ठाउँ चाहिँ फेरि हाम्रो उपर रहेछ, त्यो उखाल्ने हो हामी होइन। क्या दामी हरियो हरियो घाँस गाइस। गाईहरू ल्याएर यसै बाख्राहरू ल्याएर यसै डेन्जर खान्छ फेरिहरूले त। कोदो बारीमा ए हाम्रो सिमी पनि खतरा भइरहेको छ। यस्तो हरियो घाँसमा च्याप पाराले सुत्नै मजा आउँछ क्या छिट्टै। ए हो गाई छ आज चाहिँ मस्त सुत्ने होइन, काम गर्ने गाह्रो छ। भ्यू यार आज चाहिँ अहिले घाम पनि लागेको छैन है, ठिक्क भइरहेको छ क्या। दिनमा नि यत्तिको भयो भने चाहिँ हुन्छ क्या होइन। किन घाम लाग्नु पऱ्यो, धेरै चड्को लगाएर चाहिँ फेरि गर्मी हुन्छ। यसो हेर्न सक्नुहुन्छ हाम्रो भ्यू। दिस इज बामदी भण्डार। सबैजना जाँदैछन्। अब कोदो कसरी उखाल्ने मलाई त्यो पनि थाहा छैन, बोजूले आएर सिकाउनुहुन्छ होइन। त्यसपछि चाहिँ मैले कोदो उखाल्ने अनि त्यसपछि के गर्ने हो गर्नुपर्ने हुन्छ। अनि त्यस्तै गरेर आजको दिन चाहिँ यति कटाउनु पर्ने हुन्छ होइन। अनि अहिले भरे केटाहरूले बाजी खेल्न भनिरहेको छ ग्राउन्डतिर। अनि ग्राउन्डतिर फुटबल गरेर बाजी चाहिँ हान्नु पनि पर्ने हुन्छ। केटाहरूले हेपिरहेको छ मलाई है। फुटबल फेरि खतरा खेल्ने मान्छे हेरेको क्या, आशाइदिने हो। लस्से अब बोजू आएपछि चाहिँ एकैचोटि कसरी उखाल्ने अब सिकाउनुहुन्छ। अनि त्यसपछि म बनाउँछु गाइस, हेर्दै गर्नु होला लास्टमा। अझ रमाइलो हुन्छ आज त। अझ मलाई धान रोप्न जानु मन लागिरहेको थियो क्या। धान रोप्नै पठाएन मलाई।
मलाई पठाएन मतलब त्यो धान रोप्ने जुन घर छ नि त्यो घरको मान्छेले मलाई बोलाएनन् क्या किनकि मेरो साथीहरूको घरमा रोप्नु पर्थ्यो होइन अनि मलाई पैसा दिनु पर्दैन म यसो आउँछु यस्तो उता यसो हल्का फुल्का पनि रोप्छु यसो भ्लग पनि बनाउँछु भनेको है उनीहरू लाज लाग्छ अरे क्या सुन्नु न है क्यामेराको अगाडि बसेर लाज लाग्छ अरे क्या मान्छेलाई हो त्यही भएर चाहिँ मैले नभनिदिएको अब बारीमा अब कोदोहरू रोप्ने होइन लेट्स सी गाइस हेर्दै गर्नु होला लास्टसम्म है ओके मलाई डान्स र सिकाउने आऊ नि त अनि मकैबारी दरेम दरेम काकराबारी करम करम और अभी तो रुको क्लाइमैक्स अभी बाकी है गाइस के हो यो डेन्जर रहेछ बा के हड्डी हो फुटबल गाइस फुटबल दिस इज कहाँबाट कुकुरहरूले क्या त्यो हिजो मैले देखाएको थिएँ नि त त्यो कुकुरहरूले क्या भुसिया कुकुरहरू क्या हाम्रो गाउँको भुसिया कुकुरहरू छ नि त्यो भुसिया कुकुरहरूले चाहिँ यो हड्डी चाहिँ कहाँबाट लिएर आएको के को हड्डी हो फेरि मान्छेको नि हुनसक्छ यार मैले त्यो उचालेर देखाइदिएँ प्यारिसी बहिनीहरू हेरेर जाँदैछ तपाईँहरू ब्याकग्राउन्डको भ्यू देखिराख्नु भएको छ तपाईँहरूले एकदम बब्बा लगाइरहेको छ त त्यो बादलहरू क्या बादलहरू सरर हिँडेको है अनि त्यसपछि चाहिँ यस्तो मस्त सुतेर होइन ट्याकसँगले भ्यूहरू हेर्ने होइन बादलहरू लास्ट कुदिरहेको छ गाइस मेरो जिन्दगी नि त्यस्तै हुन्छ जस्तो लागेको छ क्या कुदेको कुदै है कहिले माथि कहिले तल कहिले भुइँतिर हिँड्ने त्यस्तै यार बबाल हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ यसको बढी अब एकछिन चाहिँ हजुरआमा आउनु भएको छैन अनि हजुरआमा आएपछि मलाई कोदोको बिउ टिप्नको लागि अनि सिकाउनुहुन्छ अनि अहिले चाहिँ अब यत्तिकै भ्यूहरू हेर्ने होइन तपाईँहरूलाई इन्जोय हुन्छ है भ्यूहरू हेर्ने चाहिँ किनकि हाम्रो बाम्दी भन्डार भन्ने ठाउँ चाहिँ एकदम खतरा हो क्या यो बाम्दी भन्डार भन्ने भण्डार हो क्या भण्डार यो सबै कुराले भरिएको भण्डार हो यो गफ हान्यो भन्दा है तपाईँहरू घुमेर आउन सक्नुहुन्छ मैले जे भनेको छु त्यही हुन्छ सबै यो काँक्रा ल गाइस हाम्रो हाट बजार पनि छोप्न आँटिसक्यो तल है अनि त्यही हो हाट बजार छोप्न आँटिसक्छ ओ ऱ्यापर हाम्रो रिकेश भाइ ऱ्यापर यता ल हाम्रो गाइस फाइनली हाम्रो दुईटा भाइ र बहिनी पनि आइसक्यो त्यो अर्को रिकेश भाइ भइहाल्यो अनि यतापट्टि भाइ हेलो मिस यसरी हेलो भन नामसम्म भन्दै हेलो भन देखिया छ कि छैन यस हाम्रो बहिनीहरू देखिसकेको छ हेलो भन हेलो भन ल गाइस मेरो नाम भन तिम्रो नाम भन एकचोटि माया खाद देखाइदियो नि दाइलाई माया खाइदियो ल चुम्बा ल चुप्पा खाइदियो सलाड गाइस मैले आधी चाहिँ निकालिसकेँ मतलब बिउ उखालेको होइन अनि त्यस्तो भयो है अनि हल्का पसिना नै आयो अनि मैले उखालेको चाहिँ आधी उता पुऱ्याइसकेँ अनि आधी चाहिँ यहीँ छ फेरि यस्तै उखाल्ने रे अनि त्यसलाई पुरक उखालिदिएँ मैले त्यो सानो फेरि पछि उखाल्नु पर्ने रे त्यही भएर चाहिँ फेरि एकैछिनमा बादल लगाएर मौसम बिग्रिहाल्यो गाह्रो छ यार सक्नुहुन्छ आइसक्यो बादल अब भाइ छोप्न ल्याइसक्यो हामीलाई छोप्न ल्याइसक्यो छोप्यो भने चाहिँ गाह्रो पर्छ अनि त्यसपछि अब चाहिँ यति उखाल्ने रे बिउ होइन त्यो आलु खन्दै गर्नुपर्छ अनि त्यही भएर क्या अलि रोसेङ भयो बोझमा रहेछ नि मलाई आलु खन्नै आउँदैन भन्ने गर्दाखेरि अब गएर ट्राई चाहिँ गर्छु म आलु काट्यो भने चाहिँ म खन्दिनँ त्यो फेरि म त आलु काटिदिन्छु क्या खोलाले त्यही भएर चाहिँ त्यसै अब हेर्न सक्नुहुन्छ अब चाहिँ हाम्रो
मैले आलुहरू खनेको है। So let guys, so हिँडेको होइन सुई लगाएर अनि एकछिन भ्यू पनि उखाले अनि त्यसपछि एकछिन रोपे पनि भोजुले रोपेको हेरे पनि त्यसपछि चाहिँ आलु पनि खने अनि अहिले चाहिँ अब घरमा गएर बस्नुपर्ने हुन्छ।